Hello everyone, today I want to show you the things which I have recently crocheted. सबैभन्दा पहिला चाहिँ छ यो लोटस गजरा हैन, यो लोटस गजरा छ, यसको तल पनि यस्तो फुल छ भने माथि लोटसको फुल छ, अनि चाहिँ पछाडि लाउने हो। अनि यो चाहिँ कस्तो राम्रो खालको यो पिङ्क र व्हाइट कलरमा यो अरू कलरमा पनि बनाउनु हुन्छ, मैले रेड र व्हाइटमा पनि बनाएको छु, त्यो पनि राम्रो छ। अनि यो चाहिँ मेरो वान अफ द फेभरेट हो, कस्तो राम्रो भएको छ, मलाई चाहिँ मनपर्छ। पछाडि चाहिँ क्लिप हालेर कपालमा लाउने हो, तर मैले स्मिच क्लिप चाहिँ हालेको छैन, तर पनि यो चाहिँ क्लिप हालेर लाउने हो। अनि त्यो पछि मसँग छ मेरो एउटा हेडब्यान्ड होइन, फ्लावर हेडब्यान्ड हो, चाहिँ कस्तो टक्केको फ्लावर हेडब्यान्ड हो, पछाडि यसरी बाँध्नुपर्छ होइन, अनि यसरी पछाडि बाँधेर लाउने खाले हो होइन। अनि यो यस्तो हुन्छ, कस्तो टल्केको हो क्या, त हल्का टल्का रहेछ, त्यही पनि यस्तो छ। यो चाहिँ यो पनि एकदमै राम्रो छ, मलाई चाहिँ मनपर्छ। अब आफूले बनाएर होला, मलाई चाहिँ लास्टै मनपर्छ। अनि त्यसपछि एउटा यो कपालमै लाउने एउटा यो क्लिप छ, बोवाला क्लिप छ, यो बोवाला क्लिप पनि एकदमै राम्रो छ। अरू नि क्लिप यसरी गरेर लाउने, यो बो चाहिँ यता देखिन्छ, कस्तो राम्रो देखिन्छ। म कलेज जाँदाखेरि पनि लगाइरहेको हुन्छु। यो बोवाला क्लिप छ। अर्को भनेको चाहिँ मसँग बो मात्र, यो बो मात्र, यो पनि केही उसाम बर्थडेहरूमा कसैमा लगाउन पनि मिल्यो, किचनको रूपमा नि मिल्यो। अनि त्यसपछि मसँग छ एउटा यो मौरीको प्वाँख होइन, यो कृष्ण भगवानको टाउकोमा हुने यस्तो प्वाँख क्रुसेट गरेर बनाएको, कस्तो राम्रो छ। मलाई चाहिँ एकचोटि मैले टिकटकमै देखाएको थिएँ, अनि मलाई कस्तो मन परेको थियो, त्यही भएर मैले बनाएको। यो चाहिँ किचन पनि बनाउन मिल्छ, जे पनि बनाउन मिल्छ। अर्को पनि छ मसँग गजरा, यो चाहिँ पोको पारेर लाउने खाले गजरा, अनि हामीले चाहिँ हातमा पनि बाँधेर लाउन मिल्छ। मैले चाहिँ मेरो ह्यान्डको साइज मिलाएर बनाएको थिएँ। यहाँनिर रोज छ, अनि त्यसपछि यस्तो भयो। यो चाहिँ कपाल पोको पारेर लाउँदाखेरि पनि एकदमै राम्रो देखिन्छ, यहाँ रोज छ। अनि त्यो पछि छ, वेट अ सेकेन्ड, मसँग बुके, यो बुके चाहिँ त माथि फ्लावर चाहिँ त्यस्तो राम्रो भने होइन, यो बुके पनि छ मसँग। यो किचनको रूपमा पनि प्रयोग हुन्छ, यो पनि त्यसको रूपमा पनि प्रयोग हुन्छ। अनि मैले यो लालीगुँरास पिन क्या साडी पिन पनि बनाएको थिएँ, यो पनि छ। यति नै हो मेरो अहिले रिसेन्ट चाहिँ, मेरो अहिले यति देखाए मध्ये फेभरेट चाहिँ एउटा यो भयो। कस्तो राम्रो छ क्या, यो कस्तो मनपर्छ मलाई चाहिँ। अब मेरो वान अफ द फेभरेट यो। अनि त्यसपछि यो पनि हो, अनि त्यही अनि मोर प्वाँखको यो मेरो अहिलेको लागि फेभरेट चाहिँ त्यही हो। अनि त्यसपछि अरू पनि मैले धेरै नै बनाएको छु, तर यिनीहरू चाहिँ मेरो अहिले देखा जति आइटम चाहिँ मेरो पर्सनल ओपिनियनमा मैले आफूले बनाएको चाहिँ सबैभन्दा मनपर्ने मलाई चाहिँ त्यति नै हो। ओके, थ्याङ्क यू फर वाचिङ।